बनाया था, इतना जल्दी कैसे टूट गया? अरे मदम, रोड जल्दी टूटेगा तब ना ठेकेदार का जेब भरता है। इधर कि कॉन्ट्रैक्ट अगर ठीक नहीं काम करेगा तो बुलडोजर के नीचे उसको डलवा देंगे, याद रखना। यहाँ तक लोगों को समझा है और मुझे मालूम है कि ये कॉन्ट्रैक्टर को अभी आप देखो इस साल कैसे ब्लैक लिस्टेड होते हैं, इनको बिल्कुल ठोक पीट करके सीधा कर दो। हम किसी के साथ कॉम्प्रोमाइज नहीं करें। अरे त्यहाँ के गर्नुभएको? माछा खोजेको भाइ यहाँ। अरे माछा रोडमा पनि माछा पाउँछ र त? पाउँछ नि भाइ, किन पाउँदैन? अरे कुन चाहिँ रोडमा चाहिँ पाउँछ त? यो रोड तेरो बिजनबारीको हो कि? बिजनबारीमा रोडमा त पनि पाएको छ माछा, तपाईँले पुग्छ नि भाइ। बिजनबारीको रोडभरि माछा पुग्छ है त? नपाए पनि ट्राई गरौँ न भाइ। जो बर्खा नलागिकन जुन प्रकारले पानी पस्न सुरु भइसकेको छ, आउँदो बर्खामा के कस्तो टिस्टा के हो भने यो चाहिँ एउटा कुरो, जब डिजास्टर्स आयो पुरा टिस्टा यहाँ मात्रै होइन, टिस्टाभरि सिल्ड बलुवा पुरा हाई माथि लेभलमा आयो। अनि यो अहिले डुब्ने पानी छैन, यो आफैले हिँड्दा अलिक भोलि आज एक दिन माथि पानी भएर भोलि नभए तपाईँले हेर्नुहोस् परसम्म बल्लै देख्ने हुन्छ एकै दिनमा। तबसम्म यसको पर्मानेन्ट सल्युसन हुँदैन। अघि मैले एनएचपिसीको सरसँग बात बारे त्यहाँ जस्तो अब अहिले फेरि बर्खामा सिल्ड निकाल्न सक्दैन। त्यहाँदेखि यो अब रेनी सिजन सकेर एकपल्ट हामी डिस्कस गर्छौँ यो विषयमा। यसले अब डिएमलाई भन्छौँ, उहाँले सेन्ट्रल गभर्मेन्टलाई लेख्छ यो विचार भएको व्यक्तिहरू कता कता हुनुहुन्छ है? ल यो ट्याङ्कीमा पानी हाल्नुपर्ने हो कि भत्काउनु पर्ने हो? 2-3 वर्ष भइसक्यो त हौ, छैन त अन्त पानी। लाउनु कहाँ सजिलो छ, बहुत परिश्रम गर्नुपर्छ। सुखमा त सबै हुन्छ नि, दुःखमा पो साथ दिनु अर्कै मजा हुन्छ नि हो। मोबाइलको लाइटले पनि घर देख्छ त, फेरि बाटो देख्छ त। किन यो भोट लगाइसकेर चाहिँ फेरि यत्रो उज्यालोमा पनि बाटो आँखा नदेखेको? अबदेखि कोही आउँदो रहेछ भोट भन्नुलाई? बाटो बना, तेरो टाउकोदेखि पैतलासम्म भोट लाउँछु म, त्यति याद गरियो। अरे गॉड, 19-20 का ही तो फर्क है बस। यहाँ कोई एक यस गॉड, 19-20 का फर्क है, 19-20 का फर्क है, 19-20 का फर्क है, 19-20 का फर्क है। इसमें उसमें 19 अनि थापा दाजु आउनु भनेको बाटो आउनु हो, अनि थापा दाजु आउनु भनेको पानी आउनु हो। के भनेको छ त्यो सरले चाहिँ नि, अरे थापा दाजु आउनु भन्दा पानी आउनु भन्दै थियो नि है आमा। ऊ साँच्चै नि अलिक थापा दाजु आएको कि पानी परेर आमा भयो सर। अब तपाईँ जानुहोस्, अब पानी त रोकिनु पऱ्यो त, भयो जानुहोस्, तपाईँ जानुहोस्। सेन्ट्रल कमिटीको भाइस प्रेसिडेन्ट हैसियतमा यहाँबाट घोषणा गर्छु, त्यो नोकरी जति आउँछ नि सबै हाम्रो मान्छेलाई दिन्छु। ल के गर्छस्? चूतिया बनाया तुमको। टपाटप मालूम ना कैसा लेते फिर? पञ्चायत अन्तर्गत र यहाँ हामी भर्खरै हाम्रो गाउँका वयोवृद्ध बिमारीलाई यहाँ हामी बोकेर ल्याइरहेको छौँ। र यो तपाईँहरूले बाटो देखिरहनु भएको छ र यो हाम्रो बाटोको अवस्था यस्तो दयनीय छ। र यो बाटो तपाईँको 2021 सालमा नै यो जिटिए चेयरम्यान श्री अनित थापाज्यूको बाहुलीबाट यो शिलान्यास भएको हो। र शिलान्यास भए भए पनि आजसम्म पनि यो बाटो तपाईँहरूले देखिरहनु भएको छ, यो अहिलेसम्म निर्माण हुन सकेको छैन। अलकत्राको कालो डाबर छापिनु सकेको छैन। र